हेलो गाइस, हेर्ने रसुवा जिल्लाको अनि केही मनमोहक दृश्यहरूको जवाब छ है। अनि यो देखिरहेको अनि रोड चाहिँ हाम्रो ब्रावलदेखि है, ब्रावल नजिकैको अनि राष्ट्रिय निकुञ्जभित्रबाट अनि केही लिएको केही झलकहरू है। यो चाहिँ हेर्नु गजब छ। आजको दिन चाहिँ एकदम अब के भन्ने घमाइलो जाडो सिजन है। हेर्नु देखिरहेको हिमालहरू चाहिँ पुरा टिबेटियन हिमालहरू है, टिबेटको। अनि यतापट्टि चाहिँ हाम्रो लाङटाङ हिमाल चाहिँ यो लाङटाङ हिमाल पनि बबाल देखिरहेको छ, राम्रो देखिरहेको छ। लाङटाङ हिमाल चाहिँ यो है, यो चाहिँ टिबेटियन हिमाल। हेर्नु गजब छ। अनि यो पारी देखिरहेको चाहिँ अनि यो डाँडाको त्यो घरहरू एउटा जस्तो घर देखेको त्यहाँ चाहिँ नेसिङ हो र त्यहाँबाट उता त्यो रोड हुँदै गएर उता अनि ग्रे पुगिन्छ है। ग्रेबाट अनि उता हुँदै स्योबाट हुँदै स्याफ्रो अनि माथितिरबाट गयो भने सिधै गदलाङको टुप्पोमा पुगिन्छ। गदलाङको अनि त्यसपछि तल झरेपछि चाहिँ अनि गोलजुङको टुप्पोतिर है, बाहुन डाँडा भन्छ जस्तै 52 घुम्ती छ भन्दो रहेछ त्यहाँसम्म है। त्यही कारणले 52 डाँडा राखेको भन्छ कतिले। राम्रो छ। हेर्नु यो चाहिँ अनि पुरानो निकुञ्ज आबिस अहिले चाहिँ यहाँनिर कर्मचारीहरू बस्ने ठाउँ हो। हेर्नु है निकुञ्जभित्रको दृश्य, लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गल बबाल छ है। दृश्य हेर्नु पुरा खुल्ला मौसममा आनन्द है गाइज। तपाईँहरूलाई नि स्वागत छ यहाँनिर रसुवाको यो समयमा। जति तपाईँहरू अनि लेकमा मतलब हिमालको नजिकतिर अनि जानुहुन्छ त्यति नै मनमोहक अनि रमणीय दृश्यहरू देख्न सकिन्छ। आउनु होला यही टाइममा है, राम्रो सिजन घुम्नको लागि चाहिँ। हुनु त बर्खातिर पनि हुन्छ, तर बर्खामा अलिक धेरै बादलले ढाकिने ठाउँ हो नि त होइन, हिमाली अनि यो पहाडी क्षेत्रहरू। त्यही कारणले यो समयमा आउनुभयो भने चाहिँ धेरै रमाइलो अनि दृश्यहरूलाई चाहिँ अवलोकन गर्न सक्नुहुन्छ तपाईँहरूले अहिले। अनि सबभन्दा यो सिजनको पहिलो फुल अथवा पहिलो पालुवा यो खै के भन्छ है, खास इङ्ग्लिसमा चाहिँ चेरी भन्छ, नेपालमा चाहिँ पन्यु भन्ने हो कि पन्युको फुल के होला। अब मैले चाहिँ खास नाम चाहिँ आएन। हाम्रो तामाङ भाषामा चाहिँ बिरुदोङ भन्छ, बिरुदोङबो, बिरुको दोङबो। सेम चेरी हुन्छ है, यसको चाहिँ फल चाहिँ चेरी जस्तै रातो हुन्छ। ल है गाइज, सबैलाई स्वागत छ रसुवातिर आउनु होला घुम्न।